मुखै रसाउने जति खाए पनि खाउँ खाउँ लाग्ने चिकन बिरयानीको रेसिपी लिएर आएको छु। अन्त्यसम्म हेरेर हजुरलाई रेसिपी मन पर्यो भने चाहिँ प्लिज एकचोटि घरमा ट्राई गर्नुहोला। अनि त्यसपछि त्यसको फिडब्याक पनि दिनुहोला है, हजुरले बनाएको कस्तो भयो भनेर। चिकनमा लसुन अदुवा जिरा धनियाँको पाउडर, नुन, बेसार, अलिकति तेल, अनि कलरको लागि धुलो खुर्सानी अनि दही हालेर मेरिनेट गरेर राखेँ। अनि साइडमा भाँडा बसालेर मैले प्याजलाई रातो हुने गरी भुटेँ। अनि त्यसपछि त्यो मेरिनेट गरेको मासुलाई ओइरेर एकछिन पकाएँ। अनि साइडमा चाहिँ चामल पकाउनको लागि एउटा भाँडामा पानी पनि तताउन राखिदिएँ। अनि त्यसपछि पानीमा अलिकति नुन, चिनी, थोरै तेल, अनि कागतीको स्लाइस, अनि गरम मसला के छ आफूसँग खडा मसलाहरू त्यो सबै राखिदिएँ। अनि साइडमा चाहिँ यता फेरि अब चिकन पनि पाकिसक्यो, गोलभेडा राख्न ढिलो भइसक्यो। अनि हतार गर्दै गोलभेडा प्युरी बनाएँ। अनि प्युरी राखेर एकछिन पकाएँ। त्यता पाक्दासम्म चिकन राइस पनि लगभग पाक्न लागिसक्यो। अनि घरमा आफैले बनाएको बिरयानी मसला पनि राखेँ। बजारबाट किनेको भन्दा मैले आफैले घरमा बनाएको बिरयानी मसला मलाई मिठो लाग्ने भएर मैले घरमै बनाएर आफैले बनाएको 2 चम्चा बिरयानी मसला पनि राखेँ। अनि त्यसपछि अलिकति कसुरी मेथी तताएर त्यसलाई धुलो बनाएर राखेँ। अनि लेयरिङको लागि अलिकति आधी चिकन बाहिर निकालेँ। त्यसपछि चामल पनि रेडी भइसकेको थियो। रेडी भएको चामललाई चाहिँ त्यसमाथि राखेँ। अनि चामल राखेपछि अनि फेरि अघि बाँकी रहेको चिकनलाई फेरि लेयरिङ गरेँ। फेरि माथिबाट राइस राखेर अनि अलिकति डिजाइन गर्नलाई चाहिँ फुड कलर, हरियो धनियाँ, अनि घिउ राखेर ढक्कन लगाइदिएँ। प्याज फ्राई गरेको चाहिँ मेरो बच्चाहरूलाई मन नपर्ने हुनाले मैले प्याज फ्राई गरेको राखिनँ होइन। हजुरहरूलाई मनपर्छ भने राख्दा पनि हुन्छ। अनि अब त्यो सँगसँगै अब पाक्यो भनेर त्यो साइडमा राखेपछि चाहिँ मैले रायताको तयारी गरेँ। पहिला दही मजाले फिटेँ। अनि दहीमा चाहिँ काँक्रो, गाजर, प्याज, हरियो धनियाँ राखेँ। अनि चाट मसला, बिरे नुन, अनि सेतो नुन, अनि कलरको लागि अलिकति धुलो खुर्सानी, अनि अलिकति कागती निचरेर रायता पनि तयार गरेँ।